पहिला प्रथममा चाहिँ हजुरहरूलाई दुई हात जोडेर फ्यापुला लस्सो टासितिले है आज साक्खा दावाको आजदेखिको सुरु भइरहेको उपलक्ष्यमा है साक्खा दावा सुरु भइरहेको उपलक्ष्यमा चाहिँ हजुरहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ है। हजुरहरू पनि अब आजदेखि चाहिँ 1 महिनादेखि चाहिँ साक्खा दावाको फास्टिङ लिनुहुन्छ होला है, व्रत लिनुहुन्छ होला है। अनि उहाँहरूलाई जसले पनि लिनुहुन्छ है उहाँहरूको लागि चाहिँ मेरो तर्फबाट मनबाट धन्यवाद छ है। हुनु त अब मलाई पनि इच्छा थियो साथीहरू है, आजदेखिको म यस्तो रोगी हुनेहरूको है अब बिमारी हुनेहरूले पनि यसरी व्रत राख्नु पायो भने धेरै ठुलो धर्मको काम हो भन्नुहुन्छ है। तर मलाई चाहिँ अब डेली मलाई चाहिँ मेडिसिन लिनुहुन्छ, त्यही भएर मैले चाहिँ अब लिनु चाहिँ नसके पनि व्रत लिनु नसके पनि है साक्खा दावामा है त रात दिन म पनि माला जप्नेको प्रयासमा छु है। अब रात दिन माला जप्नु पर्यो, साङ धुप गर्नु पर्यो आफ्नो घरमा है, भगवानलाई सजाउनु पर्यो है, भगवानलाई पुकार्नु पर्यो है। त्यही भएर जसले पनि राख्नु भएको छ आजदेखिको साक्खा दावाको व्रत उहाँहरूलाई चाहिँ मेरो मनबाट धेरै धेरै फ्यापुलो छ, नमन छ है। मेरो तर्फबाट है सोचेको पुरा होस्, सारा संसारलाई नै उज्यालो बनाओस् है, रोशन दियोस्, रोशनी दियोस् है, सोचेको पुरा होस् है। अब म चाहिँ अब लिन्छु भनेर पनि सोच्नु भएन है, सोचिसकेपछि लिनु पनि पर्यो साथीहरू है। त्यही भएर मलाई चाहिँ अब जानु पनि पर्ने भएको छ मेरो ट्रिटमेन्टको लागि, डेली जानुपर्ने भएको छ। त्यही भएर मलाई चाहिँ लिनु पनि पाउँदिनँ साथीहरू है, नलिए पनि म चाहिँ आजदेखि चाहिँ ननभेजहरू चाहिँ खाँदिनँ है। अब यस्तो मालाहरू जप्ने, आफ्नो भगवानलाई अब पुकार्ने है, साङ्गेलाई सम्झिने, धुप धुवार गर्ने है, साङहरू गर्ने, त्यो चाहिँ म चाहिँ गरिरहेको छु है, गर्नेछु। अब बिहानै बेलुकै जबसम्म म छु तबसम्म आफ्नो घरमा आफूले पुकार्नु पर्यो है, देवी देवताहरू पनि है, आफ्नो साङ्गेलाई पनि सम्झिनुपर्छ है। हुन्छ, हजुरहरूलाई मलाई यति नै भन्नु मलाई इच्छा थियो है। त्यही भएर अब मैले चाहिँ आज हजुरहरूलाई मैले सुनाइराखेको छु। अब मैले जानी नजानी पनि है मैले कस्तो भन्दैछु के भन्दैछु है, मैले अगर जानेन भनेदेखि पनि त्यसको लागि चाहिँ मलाई चाहिँ क्षमा पाऊ होला है। हुन्छ, हजुरहरू पनि अब भगवानलाई सम्झिनुहुन्छ, धेरै धेरै मेरो मनबाट चाहिँ धन्यवाद छ है। आजदेखि चाहिँ हाम्रो पनि साक्खा दावा सुरु भयो है। अब भनिन्छ नि है, अब हिन्दूहरूले चाहिँ अब साउनमा महिनाभरि 1 महिनाभरि अब माछा मासु है, ननभेजहरू अदुवा लसुन केही खानु हुँदैन। त्यस्तै हाम्रो पनि अब आजदेखि चाहिँ लसुन अदुवाहरू खानु भएन, प्याजहरू खानु भएन है। न अब के भन्छ सब्जीहरू पकाउँदाखेरि पनि हामीले बनाउँदाखेरि पनि लसुनहरू हाल्नु भएन है। यो कुरोमा चाहिँ कति साथीभाइहरूले पनि अब है अन्जानमा जाने अन्जानमा भुलिन्छ होला है, याद गरिदिनु होला है। अब सालमा एकताल आउँछ हाम्रो पनि है, मजाले मान्नुपर्छ है। मेरो पनि पुरै इच्छा थियो, के गर्नु मलाई चाहिँ अब अहिले घरिमा मलाई जानुपर्ने भयो। त्यही भएर हुन्छ, मलाई भुल भयो भने माफ गरिदिनु होला है। हाम्रो बुद्धलाई सम्झेर हाम्रो चाहिँ आजदेखि चाहिँ बिहान बेलुका साङ धुप है माला जप्ने अब सुरुवात भइरहेको छ। हुन्छ, लासो फ्यापुला।